खा खा खानै जन्मेर छस् खानुकै लागि बाँचे होलास् खा खा खानु त कसले सक्छ र हैन एक्लै एक्लै बसेर त्यो मैले किचनमा भाँडा धो भनेको धोइस् खानु त मिठो मिठो बनाएर खाँदो रहेछस् त बनाएर खाइसी पसलबाट ल्याइस् साला दिमाग त अलिकति छैन नि त्यो किचन सफा गरै मैले भनेको म जाँदा फोन हेर्यो बस्यो फोन कोटायो बस्यो मैले कसरी रुच्न सकेको अझ निल्छ म भएको भए त्यति गाली खाएको भए त मरिसक्थे ऊ त अझ खाएर पनि निल्छ घुटु घुटु पारेर सकिएन बाबा सकिएन काम नगर म भोलि नै तँलाई गाउँ पठाइदिन भने त मैले जानेछु अब अझ खान्छ पो